नमस्ते दर्शकवृन्द, समसामयिक विषयवस्तुहरू समेटेर भिडियो ल्याउने क्रममा आज फेरि एउटा मैले नयाँ भिडियो लिएर यहाँहरू माझमा उपस्थित भएको छु। आज पनि हप्ताभरि के भयो भन्ने कुरालाई समेटेर यो भिडियो तयार पारेको छु। भिडियोलाई अन्तिमसम्म नछुटाई हेरिदिनु होला। भिडियो मन परेमा लाइक र यसमा रहेका विषयवस्तुहरू के कस्ता छन् त्यसका लागि कमेन्ट, भिडियो धेरैजना माझ पुर्याउनका लागि सेयर र यस्तै भिडियोहरू प्राप्त गर्नका लागि मेरो युट्युब च्यानल एनी इन्फोलाई सब्स्क्राइब गर्न नभुल्नुहोला। अब म कति पनि ढिला नगरिकन आजका विषयवस्तुतर्फ लाग्दैछु। आजका विषयवस्तुहरू रहेका छन्। प्रश्न नम्बर 1, सगरमाथा संवाद 2025 कहिले सम्पन्न भएको हो? यसको सही आन्सर रहेको छ विक्रम 2082 ज्येष्ठ 2 देखि 4। प्रश्न नम्बर 2, एसियाका ठूला अर्थतन्त्रबीच डलर माथिको निर्भरता घटाउने उद्देश्यका साथ सहमति कहिले कायम भएको हो? यसको सही आन्सर रहेको छ सन् 2025 मे 11। प्रश्न नम्बर 3, विश्वमा चिया उत्पादनमा नेपाल कतिौं स्थानमा रहेको छ? यसको सही आन्सर रहेको छ 14औं स्थानमा। पहिलो चीन, दोस्रो भारत, तेस्रो केन्या, क्रमशः श्रीलङ्का, टर्की, भियतनाम, इन्डोनेसिया, बङ्गलादेश, युगान्डा र अर्जेन्टिना रहेका छन्। राष्ट्रिय सूचना आयोगले आफ्नो 19औं स्थापना दिवसका अवसरमा सर्वोत्कृष्ट अभियन्ता पुरस्कार 2082 बाट कसलाई सम्मान गर्यो? यसको सही आन्सर रहेको छ वरिष्ठ पत्रकार तारानाथ दाहाल। प्रश्न नम्बर 5, नेपाललाई कहाँ सम्पन्न अन्तर्राष्ट्रिय पर्यटन मेलामा वर्ष 2025 को लोकप्रिय सांस्कृतिक पर्यटन गन्तव्य घोषणा गरियो? यसको सही आन्सर रहेको छ चीनको ग्वान्झाउ। सन् 2025 मेमा यो आयोजना भएको थियो। प्रश्न नम्बर 6, संयुक्त राष्ट्रसङ्घद्वारा अन्तर्राष्ट्रिय पारिस्थितिकीय प्रणालीको पुनर्स्थापना दशकका रूपमा घोषणा गरिएको दशक कुन हो? यसको सही आन्सर रहेको छ सन् 2021 देखि सन् 2030। प्रश्न नम्बर 7, शहीद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधि सभाबाट कहिले पारित भएको हो? यसको सही आन्सर रहेको छ विक्रम 2082 ज्येष्ठ 4 गते। प्रश्न नम्बर 8, एनसेलले अपाङ्गता भएका व्यक्तिका लागि डिजिटल समावेशीकरण प्रवर्धन गर्ने सिद्धान्तमा कहिले हस्ताक्षर गर्यो? यसको सही आन्सर रहेछ विक्रम 2082 ज्येष्ठ 5 गते। प्रश्न नम्बर 9, आर्थिक वर्ष 2082-83 को वार्षिक नीति तथा कार्यक्रम अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई के बनाउने घोषणा भएको छ? यसको सही आन्सर रहेको छ राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम। प्रश्न नम्बर 10, विक्रम 2082 वैशाख शुक्ल पूर्णिमाका दिन कतिौं बुद्ध जयन्ती मनाइयो? यसको सही आन्सर रहेको छ 2569औं। प्रश्न नम्बर 11, नेपाल प्रहरीमा आर्थिक सम्बन्धी अपराध अनुसन्धान गर्ने उद्देश्यका साथ आर्थिक तथा वित्तीय अपराध अनुसन्धान इकाइको गठन कहिले भएको हो? यसको सही आन्सर रहेको छ विक्रम 2082 वैशाखमा। प्रश्न नम्बर 12, बाल ब्रह्मचारी चढानन्द अधिकारीले भोजपुरको दिङला संस्कृत पाठशालाको स्थापना कहिले गरेका थिए? यसको सही आन्सर रहेको छ विक्रम 1932। प्रश्न नम्बर 13, ट्रान्सपरेन्सी इन्टरनेसनलको स्थापना कहिले भएको हो? यसको सही आन्सर रहेको छ सन् 1993 मे। यसको प्रधान कार्यालय जर्मनीको बर्लिनमा रहेको छ। प्रश्न नम्बर 14, श्रम सम्बन्धी मुद्दा हेर्ने उद्देश्यका साथ श्रम अदालतको गठन कहिले भएको हो? यसको सही आन्सर रहेको छ विक्रम 2077 असोज 29 गते। प्रश्न नम्बर 15, भौगोलिक खोजकर्ता क्रिस्टोफर कोलम्बस र भास्को डी गामाद्वारा प्रयोग गरिएको नक्साको निर्माण गर्ने व्यक्ति को हुन्? यसको सही आन्सर रहेको छ मुहम्मद अली इदिसी। प्रश्न नम्बर 16, एसिया प्रशान्त आर्थिक सहयोग एपेक को स्थापना कहिले भएको हो? यसको सही आन्सर रहेको छ सन् 1989। प्रश्न नम्बर 17, नेपाललाई कहिलेसम्म सहयोगापेक्षी सडक मानवरहित नेपाल घोषणा गर्ने लक्ष्य रहेको छ? यसको सही आन्सर रहेको छ विक्रम 2082। प्रश्न नम्बर 18, नैरोबी फ्लाई भन्नाले के बुझिन्छ? यसको सही आन्सर रहेको छ छालामा संक्रमण ल्याउने किरा। प्रश्न नम्बर 19,
अरुण, तमोर र सुनकोशी नदीको सङ्गम स्थलमा रहेको विशाल ढुङ्गालाई के नामले चिनिन्छ? यसको सही आन्सर रहेको छ कुवालुङ। प्रश्न नम्बर 20, राष्ट्रिय लेखक दिवस कहिले मनाइन्छ? यसको सही आन्सर रहेको छ वैशाख 16। प्रश्न नम्बर 21, ब्लू इकोनोमी भन्नाले के बुझिन्छ? यसको सही आन्सर रहेको छ समुद्रसँग जोडिएर गरिने आर्थिक क्रियाकलापसँग सम्बन्धित दिगो विकासको मोडल। आज प्रस्तुत गरिएका समसामयिक विषयहरू तपाईँलाई कस्तो लाग्यो? प्रतिक्रिया दिन नभुल्नुहोला। त्यसका लागि कमेन्ट गर्नुहोला। साथसाथै भिडियो मन परेमा लाइक, धेरैभन्दा धेरै साथीहरू माझ पुर्याउन भिडियोलाई सेयर र साथै यस्तै इन्फर्मेसनहरू थाहा पाउन मेरो युट्युब च्यानल एनी इन्फोलाई सब्सक्राइब गरी आउने बेल आइकनलाई थिच्न नबिर्सिनुहोला।